हेलो गाइज अगेन वेलकम ब्याक टु माई मिनी भ्लग है। आज चाहिँ हामी तल अस्ति हामीले गाउँले बजारमा दोकान थापेको थियो भनेर सबैजनालाई थाहै छ है, जतिजनाले पनि मेरो भ्लग हेर्नु भएको थियो है। अन्त मम्मीहरूले चाहिँ दोकान कन्टिन्यू गर्नुभएको थियो, म चाहिँ गएको थिइनँ होइन। अन्त आज चाहिँ प्रोग्राम छ अरे तल है, अनि सिङ्गरहरू पनि आउँदैछ अरे होइन। अन्त त्यही भएर चाहिँ भिड हुन्छ भनेर हामी चाहिँ सघाउनु जाँदैछौँ है रेसीथाङमा। अन्त खोकी लाग्दैछ मलाई चाहिँ है। अनि जतिजना पनि गान्तोकतिर हुनुहुन्छ आएर है प्रोग्राम इन्जोय गर्न सक्नुहुन्छ है। हाम्रो दोकानमा पनि आइदिनुहोस् होला होइन। अन्त यहाँनिर चाहिँ यता चाहिँ नानीको आमा भइरहेको छ आज हो है। अन्त बहिनीहरू पनि पछाडि छ होइन। अन्त म चाहिँ यस्तो छु है, मलाई कस्तो देख्छ हजुरहरूले कमेन्ट गरेर भनिदिनुहोस् होला साथीहरू होइन। अन्त म हजुरहरूलाई पुगेर पनि देखाउने छु है। अब बाबा चाहिँ तल हुनुहुन्छ अरे नि त टर्निङमा। अन्त त्यही भएर आधी बाटो चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ है, सर्टकट छ। अनि त्यही भएर हामी हिँड्दै झर्दैछ। यहाँ दादा पनि भेट्यो है। अन्त अब तपाईँहरूलाई म तल पुगेर पनि भेट्ने छु है। यहाँनिर चाहिँ दिदी हुनुहुन्छ नानीको आमा है। अनि यहाँनिर चाहिँ ऊ बहिनी र सानो भाइ आउँदैछ होइन। अन्त अब चाहिँ हामी जाँदैछ है साथीहरू। आज चाहिँ हामी पालियो पिलो नानीको आमा हुँदैछ यहाँनिर गाइस। यहाँनिर सक्नुहुन्छ है, नानीको आमा चाहिँ यहाँ पालियो पिलो दिदी र म चाहिँ हो। कस्तो हिँड्दै जानु परिरहेको छ, साह्रो परिरहेको छ, घाम पनि लागिरहेको छ नि त है हो। अन्त यहाँ छ हो यिनीहरू चाहिँ, अनि तिनजना जाँदैछ। ए यहाँ छक्कै परिरहेको छ, कहाँ लगेको यिनीहरूले मलाई आज है भनेर हो। नानीले पनि बाबा चाहिँ उतल हुनुहुन्छ अरे, गाडी नै परेन अरे नि त टर्निङमा, अनि पर्खिराख्नु भएको छ अरे हो। मम्मीहरू चाहिँ बिहानै गएको। अन्त हामी चाहिँ अब जाँदैछ हो। यो मेरो छोरा इशान, इशान बेबी इशान, मेरो नानी चाहिँ हेरेर गरिरहेछ हौ। बाबा पनि भेट्यो है। यहाँ त्यसरी रोड जस्तो इच्छा हुन्छ है, कस्तो लाग्छ। आम्मामा यहाँ त अन्त दामी हुने रहेछ त सेतो जुत्ता त साथीहरू। अब चाहिँ हामी तल छ गाडी चाहिँ हो, गाडीमा चढेर जाने हो अब चाहिँ होइन। बाटो त्यस्तो बिग्रेको छ। अब चाहिँ हामी गएको गरम हामी चाहिँ आइपुग्यो हो फाइनली हो हाम्रो गाउँले बजार चाहिँ। यहाँनिर हेर्नु सक्नुहुन्छ हो, नानीको आमाहरू चाहिँ यहाँ छ है हो। यहाँनिर छ यी गाउँले बजार चाहिँ यस्तो हिलो क्याच भएको रहेछ अहिले चाहिँ। यहाँनिर हाम्रो चाहिँ स्टल यहीँ छ नि त, यस्तो खुला स्टलै छ यस्तो। हेर्नु सक्नुहुन्छ यहाँनिर सबैजना बसिरहेको रहेछ गफ गर्दै हो। यहाँनिर चाहिँ सेकुवा हाम्रोमा आएर चाहिँ तपाईँहरूले सेकुवा पनि खान सक्नुहुन्छ। यो चाहिँ हाम्रो सेकुवा इक्वल रहेछ है। यहाँनिर यहाँ बहिनीहरू पनि ए हो ऊ यहाँ हेलो यहाँनिर मम्मी हजुरको दोकानमा के छ आन्टी? म यहाँनिर रहेछ हाम्रो दोकान चाहिँ। उयो पनि छ निङ्गारहरू पनि जाडको होइन, सेकुवाहरू। यहाँ पोल्दैछ सेकुवा पोल्ने बहिनी त के साह्रो राम्रो हो। निकाल्नु न। यहाँनिर चाहिँ कोदोको मोमो है, टाइपो रहेछ होइन। यहाँ हाम्रो टाइपो आलुदम हो। यहाँ माछाहरू पनि रहेछ, आइटम पर्क पनि छ आइटम है, कर्ची मर्ची अनि के भन्छ वाचिपा नि, वाचिपा पनि छ गाइस है। यहाँनिर सबैजना भ्लगर छ है हो। यहाँ सुँगुरको पर्क मासु पर्कको पनि रहेछ है, पर्कै आइटम बेसी रहेछ गाइस होइन। दोकान त्यस्तै छ, सानो दुःख सुख खोलेको छ है। आएर हजुरहरू पनि भिजिट गर्नुहोस् होला हाम्रो दोकानमा है, फेरि भेट्ने छु। यहाँनिर चाहिँ हाम्रो भाउजूको स्टल रहेछ, सेलरोटी पोल्नु हुँदैछ। भाउजू हेलो भनिदिनु। रातै भइसक्यो छ, बिजोक भइसकेको छ भाउजूको चाहिँ हो। यहाँ सेलरोटी पोल्दैछ, कोदोको मोमो सेलरोटी आलुदम खानु ल।
हाम्रो म्याडमले झालमुरी दोकान खोल्नु भएको रहेछ है हाम्रो बहिनीले बजारमा गाउँले बजारमा झालमुरी दोकान खोलेको छ यसरी हो आएर हजुर सबैजनाले खाइदिनुहोस् होला यो गाउँले बजारमा है झालमुरी ए यस्तो नानी लिएर झालमुरी बेच्नु आउँछ यो हो दामी बनाउँदो रहेछ है यहाँनिर चाहिँ दिदीले टमाटर किन्दैछ हो सब्जी लाने रे गाउँले बजारबाट यहाँ हेर्न सक्नुहुन्छ है फर्स्ट टाइम टपिङ गर्दैछ गाउँले बजारमा है सस्तो पनि रहेछ 40 रुपियाँ केजी उतातिर चाहिँ 50 रुपियाँ केजी अरे यहाँ चाहिँ 40 रुपियाँ केजी सस्तो रहेछ अनि सस्तो पाएको बेलामा त लान्छ है अन्त यहाँनिर चाहिँ म छु होइन दिदीले किन्दैछ दिदीसँग चाहिँ म आएको है अन्त वेदर पनि यस्तो भइरहेको छ है पानी परिरहेको छ है अन्त उनीबाट चिया खाँदैछ हाम्रो यस्तो त्यो यहाँ छ होइन लिङ्गारहरू खाँदैछ यो वेदर त दिदीले चाहिँ यहाँ टमाटर किन्दैछ चल्ची लाग्दो भएर बसेको है यस्तो वेदर पनि बिग्रियो होइन पानी पर्न आँटेको छ अनि अब चाहिँ प्रिन्स पनि नआउने भयो हो प्रिन्स पनि नआउने रहेछ प्रिन्स आउनु पनि क्यान्सल भएछ हो अन्त अब चाहिँ वेदर पनि बिग्रेको कारणले गर्दा नआउने भएछ नि त गाइज अनि त्यही भएर चाहिँ अब हामी पनि भरेसम्म बस्छ अब चाहिँ मम्मीहरूसँग नै फर्किने है यहाँनिर हेर्नुहोस् त म कस्तो के राखेको रहेछ दोकानतिर म हजुरहरूलाई देखाउँछु है यहाँनिर चाहिँ यस्तोहरू पनि रहेछ हो अन्त यहाँ सब्जीहरू पनि रहेछ है अचारहरू केराहरू केहरू रहेछ है जस्तै छ है गाउँले बजार चाहिँ होइन अन्त यहाँनिर चाहिँ बहिनीहरू बसिरहेको छ दिदीहरू अल्छी रातो भएर पानी पर्न आँट्यो नि त अब बेलुका बिग्यो त्यही भएर क्यान्सल भयो होइन अन्त अब कहिले आउँछ त्यो चाहिँ कन्फर्म भएको छैन याद छैन होइन अन्त कन्फर्म भएको बेलामा चाहिँ म फेरि भ्लग ल्याउने छु है आजको लागि चाहिँ